हेलो गाइस, के छ मेरो साथीहरूको खबर है? कस्तो हुँदैछ त हौ गाउँतिर? हाम्रो चाहिँ त पुरै मरत पानी परिरहेछ है। अब अब त पानी पर्नु स्टार्टिङ भयो है ताप्लेजुङ खुरुम्बोतिर। अब हिजो अस्तिसम्म चाहिँ पुरै घाम लाग्यो भन्ने मात्रै थियो साथीहरू। अब पानी पर्छ, अब फेरि पानी पर्यो भन्ला भत्क्यो भन्ला होइन। मान्छेलाई हुन त केही गर्दा जस छैन। अब आजदेखि त पानी लगभग झन् हिजोदेखि भनौँ न, हिजो बेलुकादेखि स्टार्टिङ भएको जस्तो लाग्यो। अनि हाम्रो यो पर उतापट्टिको खोलामा चाहिँ पहिरो पनि भत्किरहेछ, गाडी पनि गएको छैन। आज यो साथीहरू उता हक्साङलुङबाट यता आएर फेरि उतै फर्केर तल्लो बाटो गयो होला होइन। अब भोलि मेरो टर्न छ, भोलि चाहिँ के कस्तो हुन्छ थाहा छैन। अनि म चाहिँ माथिल्लो बाटो जाने ट्राईमा छु। अब भोलिको बाटो भोलि नै थाहा हुन्छ है। अब आज त यस्तै छ। मलाई चाहिँ फाड्न आएको छु, गोरु हेर्न आएको छु। फाट्दै गोरु हेऱ्यो बस्यो त्यस्तै छ। अब पानी चाहिँ कति बेला धर्काउने थाहा छैन है आज त। ल बाई बाई गाइस।